सम्पूर्ण नमस्कार। आज चाहिँ हामी नयाँ केस डिस्कस गर्न गइरहेका छौँ। उसको नाम चाहिँ हर्पिस जोस्टर। हर्पिसले कालमा चिकन पक्स भइसकेपछि चाहिँ यो पछिसम्म चाहिँ नसामा लुकेर बसेको भाइरसले गर्दाखेरि हुन्छ। यसको नाम चाहिँ भेरिसेला जोस्टर भन्छ र सानोमा हुने चाहिँ चिकन पक्स हामीलाई थाहा भएको ठेउला। अनि यो रोग चाहिँ पछि कसरी उत्तेजित हुन्छ भन्दाखेरि चाहिँ पछि केही हाम्रो शरीरको इम्युनो कम्प्रोमाइज स्टेटहरूमा, जस्तै कि अब स्ट्रेसहरू भएर अनि मधुमेह क्यान्सरका रोगका विभिन्न किसिमका उपचार गर्दाखेरि स्टेरोइड खाने कारणले चाहिँ यो रोग चाहिँ उत्तेजित हुन्छ। यो रोग छालामा देखिनुभन्दा अगाडि चाहिँ केही सिम्टमहरू नै आएको हुन्छ। का लक्षणहरू भनेको चाहिँ ज्वरो आउने, दुख्ने, अनि छालाको वरिपरि युनिल्याटरल एक साइड मात्र चाहिँ छाला पोल्ने समयका समस्या देखा पर्छ। एकतर्फ मात्र रातो दाना आउने, रातो दाना पछि चाहिँ पानीका फोकाहरू जस्तो उठ्ने। अब यो कुराहरू चाहिँ सर्छ कि सर्दैन भनेर धेरै क्वेसनहरू आउन सक्छ। यसको चाहिँ पानीको फोकाहरू फुटेर कसैको नजिकका मान्छेहरूसँग त्यो पानीको फोका फुटेर पानी सर्यो भने चाहिँ कसैलाई कहिले पनि चिकन पक्स नभएको, ठेउला कहिले पनि नआएको मान्छेहरूकोलाई चाहिँ सर्न सक्ने हुनसक्छ। त्यसैले चाहिँ हामीले प्रेग्नेन्ट वुमेनहरू, अलि इम्युनो कम्प्रोमाइज बच्चा बच्चीहरूलाई चाहिँ योबाट अलि टाढै राख्नुपर्छ। यसको चाहिँ मेडिकल उपचार तुरुन्त गर्नुपर्दछ। यसले पछि के किसिमका कम्प्लिकेसन आउन सक्छ भन्दाखेरि चाहिँ पोस्ट हर्पेटिक न्युरल्जिया